लासो फ्याफुल्ला तपाईहरु सम्पूर्णलाई वेलकम छ मिलन थिङ अफिसियल युट्युब च्यानलमा। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला। मलाई पनि ठिकै छ। अहिले म चाहिँ रसुवा जिल्लाको नागथली भन्ने ठाउँमा आइपुगेको छु। यो डाँडा तपाईले ब्याकग्राउन्डमा देखिरहनु भएको होला। यो डाँडा हामी त्यहाँ जाँदै छौं। एकदम सुन्दर ठाउँ है, सुन्दर ठाउँ, चिसो रहेछ र तपाईहरुलाई केही अलिकति छोटो छोटो राम्रो ठाउँहरु देखाउन चाहन्छु। हस्, हेर्दै गर्नु होला है। फेरि पनि वेलकम छ तपाईहरु सम्पूर्णलाई। अहिले चाहिँ यो माथि भित्ताको बाटो यो माथि डाँडा पुग्नको लागि जाँदैछौँ। यहाँ थोरै 1 घन्टा जति चाहिँ हिँड्नुपर्ने छ र केही राम्रो दृश्य देख्नको लागि ठाउँमा पुग्नको लागि चाहिँ त्यहाँ पनि हिँड्नै पर्ने हुन्छ। तपाईहरु केही समय धैर्य गर्नुहोस्। तपाईहरुलाई एकदमै ब्युटिफुल उतापट्टि चाइनाको हिमाल, यतापट्टि नेपालको हिमाल ओकालो बाटो भएर एकदमै स्यास्या भइरहेछ। सामानहरु चाहिँ घोडाले बोकिरहेछ। ओके, किप वाचिङ है, धैर्य गर्नु होला। यस्तो बाटो हिँड्दैछौँ। खासै हिँड्ने बानी छैन नि त, त्यही भएर चाहिँ थाकिहाल्दो रहेछ। थकित भए जाँदैछ जङ्गलको बिचमा। सबैजना पछि हिँड्न नसकेर आउँदै हुनुहुन्छ। अझै यो बाटो अब केही 20 मिनट जतिमा पुग्छ कि। ओके, अब चाहिँ हामी माथि टुप्पोमा आइपुग्नु लागेको छ है। ओके, हिमाल चाहिँ यहाँनिर पछाडिपट्टि नजिकै छ। यता सनसेट हुन लागिरहेछ। अलिकति एल्टिट्युड भएको कारणले चाहिँ हिँड्नलाई गाह्रो भइरहेछ। हजुर अहिले चाहिँ यसो मुख धुन आएको है। पानी छैन कि यो पाइपबाट यो पानी आइरहेको थियो, पानी छैन। किनभने पानी चाहिँ बिहान चाहिँ यो पाइपमा पुरै जम्छ अरे। यो भित्र पुरै जम्छ अरे। एकछिन पछि घाम लागेपछि चाहिँ पग्लेर आउँछ अरे। पानी छैन, यो बोतलमा बाँध्ने रहेछ। यस्तो कुरो चाहिँ यहाँतिर पुरै जमिरहेको छ, ट्याक्कै जमिरहेको छ। त्यही भएर अहिले चाहिँ बोतलमा बाँधेर मुख धुन चाहिँ पानी पनि छुनै नसक्ने। तपाईहरुलाई अचम्मको कुरा त होइन यो, होइन भए पनि एउटा सेयरिङ गरौँ भनेर है। यस्तो चिसो छ कि चिसो भयो भने मुख त धुनु पर्यो होइन। यस्तो चिसो। तर अहिले घाम लागेर के भन्छ नि, ज्यान चाहिँ माथि चाहिँ तातो हो नि, पानी चाहिँ लास्टै चिसो हो। यस्तो हिमालको छेउमा क्या, पुरो हिमाल त यहीँनिर देख्ने। त्यहाँ त यो हिमालमा त यहाँ मान्छेहरू पनि देख्छ क्या, मान्छेहरू पनि देख्छ यहाँनिर। हिमालमा चाहिँ मान्छेहरू पनि देख्छ। मुख धुन्छु खाजा खाएर केटाहरू माथितिर गइसक्यो। अनि जान्छु अब। एकजना साथी चाहिँ सुतिरहेको छ, त्यही म जान्छु अब अस्तिर। अझै म तपाईँहरूलाई राम्रो ठाउँ देखाउँछु होइन। राम्रो ठाउँ त यस्तै हो। अब यो हिमालको छेउछाउ होइन। यहाँ चाहिँ अलिक रुख रहेछ, यहाँनिर चाहिँ रुखहरू रहेछ। माथि देखाउँछ। ओके, ल हिमाल त त्यो नजिकै यो जाने आइछ। वाउ, हेलो, गुड मर्निङ, लासो फ्याफुल्ला एभ्रिवान। सबैजनालाई सन्चै हुनुहुन्छ होला। आशा छ म पनि ठिकै छु। आज पनि अर्को नयाँ ब्लग लिएर आउँदैछु। के यार कस्तो छ एभ्रिवान, वेलकम टु मिलन थिङ अफिसियल युट्युब च्यानल। तपाईँहरूलाई सम्पूर्णलाई स्वागत छ। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। म नि ठिकै छु। अहिले म यता रसुवामै छु। देख्न सक्नुहुन्छ यति चिसो, घाम लागेको छैन। ठ्याक्क हिमालमा चाहिँ अलिअलि घाम आइसकेको छ। अनि यहाँ चाहिँ पुरै डुसारो परेर कर्याक गरेर चाहिँ हिँड्दा पनि
छ यो चाहिँ अनि यहाँ चाहिँ पुरै पानी यस्तो जमेर त्यसमै ओ नाइस ओ ठिक छ आवाज कति आइरहेको छ टक्क जमिरहेको छ होइन लाङटाङ हिमाल यहाँनिर छ अब यताबाट ठ्याक्क एकछिनमा घाम आउँछ सरर हुन्छ ओके सबैजनालाई अहिले एकछिनपछि सनराइज पनि देखाउने छु हाम्रो टोलीहरू चाहिँ यहाँभित्र सुहाउँदैछ ओके किप वाचिङ गाइज लट्स अफ हेयर फुल